दोस्तों, नमस्कार, वेलकम टू माई युट्युब च्यानल। आज चाहिँ हाम्रो कुलानी पूजा हुँदैछ। हाम्रो कुलानी पूजामा चाहिँ पाठो काट्ने गरिन्छ। हेर्नु, हाम्रो दाजुभाइहरूको यति 4वटा पाठा लिएर जाँदैछौँ। त्यसपछि यिनीहरूलाई मनाउने क्यार्नी हुन्छ। मानेपछि घरबाट मानेपछि चाहिँ लिएर गइन्छ। हामी जाँदा जाँदै गाडीमा यस्तै गइरहेका छौँ। वरिपरिको सिन चाहिँ यस्तो छ। हामी चाहिँ हाम्रो बाको पुर्ख्यौली घरमा जाँदैछौँ। हामी फाइनल्ली पूजा गर्ने ठाउँमा पुग्यो। अनि त्यहाँ लेखेको छ पौडेल परिवार कुल पूजा आत्रेय गोत्र। हामी आत्रेय गोत्रका पर्दछौँ। हाम्रो पूजा चाहिँ यसरी बाजा गाजा धुमधाम सहित हुन्छ। यहाँ चाहिँ थुप्रै मानिसहरू हुनुहुन्छ। हाम्रो स्कुल मन्दिर प्राङ्गणमा बालगाजा सहित धामीहरू प्रवेश गर्दै हुनुहुन्छ। उहाँलाई हामी हार्दिक यहाँले सम्पूर्ण हार्दिक स्वागत गर्दछौँ। पाठाहरूलाई मन्दिरभन्दा पूर्वतिर अथवा शिव मन्दिरभन्दा माथिपट्टि अर्थात् हाम्रो पश्चिम दिशातर्फ गेटभन्दा बाहिर मात्रै राखिदिनु होला। यो भिडभाडमा प्रवेश नगराइदिनु होला। हाम्रो पूजा गर्ने मन्दिर र मार हान्ने ठाउँ पनि त्यही हो। यो यता बाँसघारी भएको चाहिँ हाम्रो कुल पूजा गर्ने मन्दिर हो। हामीले त्यहाँ कुल पूजा गरिन्छौँ। अनि त्यसको दैलाको भित्र चाहिँ हामीले खाजाहरू बनाइन्छ। जस्तै कि प्रसादहरू, खाजा भन्दा नि प्रसाद बनाइन्छ। पूजा गरे भएपछि अन्तिममा प्रसाद गराइन्छ। त्यसपछि उतापट्टिको खानामा चाहिँ यतापट्टि देखाएको छ नि, त्यस उसमा चाहिँ पाठोहरू काटिन्छ। हाम्रो पालामा त लास्टै पानी परेको थियो गाइस। त्यही भएर म त भिडियो पनि गराउन भ्याइन।
मलाई चाहिँ पाठा काटेको भिडियो हाल्न चाहिँ मन लाग्दैन, किनकि मलाई पाठा काटेको मनै पर्दैन कि हाम्रो पूजामा चाहिँ पाठै चल्छ भन्नुहुन्छ। तैपनि कुलानी पूजा हो, त्यसलाई इग्नोर गर्न त हुँदैन। पाठा काटेको चाहिँ भिडियो हालिन र घरमा लिएर आएर बनाएको भोजको पनि भिडियो बनाएको छैन। मलाई यो मासुको प्रदर्शन गर्न खासै मन लाग्दैन कि गाइज, यसैले त्यसको चाहिँ हालिन। र यसरी धुमधाम हुन्छ हाम्रो पूजा। कस्तो लाग्यो हजुरहरूले भनिदिनु होला। र यहाँ जुन त्यो बाँसको लिगाले नाचिरहनु भएको छ उहाँलाई लामा धामी भन्छ। जस्तो कि त्यो परिवारहरूमा कुनै कुनै लाग्छ। हाम्रो वैशाख सुरु भइसकेपछि चाहिँ तिनीहरूलाई अलि हलिनी क्यार्नी हुन्छ। हाम्रो चाहिँ 26 गते परेको थियो। 1 गतेदेखि 26 गतेसम्म हुर्र हल्लेको घरिघरि हल्लेको गर्नुहुन्छ लामाहरू चाहिँ। हाम्रो कुलानी पूजामा चाहिँ रमाइलो हुन्छ। लगभग 3-4 हजार मान्छेहरू चाहिँ आउनुहुन्छ होला। 200-300 पाठाहरू चाहिँ लिएर आउनुहुन्छ। बाजा बजाएर चाहिँ पाठाहरूको काल निम्त्याइन्छ भनिन्छ। है कुनैको बाजा बजाएर काल आउँछ, कुनैको बाजा बजाएर बिहे आउँछ। गाइज मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। यति भन्दै म भ्लगलाई अन्त्य गर्न चाहन्छु। नमस्कार। अनि के साथी सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है। म भ्लग चाहिँ न्यू गराउँदैछु। अहिले बोल्ने क्यामेराको फेस गर्ने बानी चाहिँ परेको छैन, त्यसैको लागि।